यो चाहिँ हाम्रो घरको अगाडिको हाइवे रोड हो हैन। यो पर्छ हाम्रो घर चाहिँ पहिला बाउन्ड्री थियो। अहिले यस्तो गेट बनाएको छ के सेफको लागि, किनभने अटो पसल छ नि त हाम्रो, ग्यास पसल, ग्यास पानी यिनीहरू राख्नुपर्छ यहाँ। त्यही भएर पहिला चोरी भएको थियो कि धेरै ग्यासहरू, अनि त्यही भएर यस्तो यो चेनल गेट बनाएको। अटो छ, दुईटा बाइक छ हैन। त्यही भएर सेफको लागि यस्तो यो डोर बनाएको हो हैन। अनि बजे पनि आउनु भएको छ आजभोलि। यहाँ घरको बाहिर ऐना राखेर रहेछ क्या दामी लाग्दिरह मलाई फेरि। तर कालो आउँदो रहेछ फोटो हैन, तर बबाल बनाइदिरह। अनि दिस इज भुबु पाण्डे। क्या मान्नु यो चाहिँ मेरो पुरानो रुम हो, हैन। अनि यो रुख चाहिँ मैले बनाएको हो पहिला भाउजू हुँदाखेरि हैन। ओ त्यो भाउजूले कमलो प्लस सुइकी ल्याएको थिएँ, बस मेमोरी मात्रै रह्यो के। भाउजू चाहिँ गयो, मेमोरी मात्रै रह्यो। मिस यु। टक्क पर्दा सर्दा हालेको थिएँ। भाउजूले बिहे गर्नु अगाडि पैसा पठाइदिएको थिएँ। अनि बिहे गर्नु अगाडि पैसा पठाइदिएको थिएँ, अनि ठ्याक्कै पर्दा किनेर राखेको थिएँ क्या मैले। यो चाहिँ बहिनी र बहिनीको रुम हो। यो चाहिँ बहिनी पनि गइहाल्यो जापान। यो बहिनीको रुम हो। यो चाहिँ मम्मी कराउनु लाग्छ नि। यो चाहिँ बुवा र मम्मीको रुम हो। यहाँ टक्क यो पूजा कोठा। हाम्रो बजेले बहुत माया गर्थे। बजेले मलाई बहुत धेरै माया गर्नुहुन्थ्यो। मिस यु, लभ यु बोथ बाजे एन्ड बजे। अहिलेसम्म मलाई रक्षा गरिराख्नु भएको छ बाजे बजेले। मलाई हरेक कदममा बचाइराख्नु भएको छ। मिस यु, लभ यु। यो चाहिँ हाम्रो किचन, हाम्रो मेन कुकर सेफ हाम्रो मम। यस्तो मिठो बनाउँछ न खाना मम्मीले, बबाल। ल मलाई जा अरे अझै बुवा आउँछन् भनेर जा अरे क्या मलाई अझै। यो चाहिँ हाम्रो सानो तिनो यो हाम्रो यो तरकारी लगाउने हो कि यो पहिला मैले लगाउँथेँ यहाँ घर बस्दाखेरि। पहिला मैले सब आलु सालु यिनीहरू भयो, प्याज स्याज सब म लगाउँथेँ। अब म आज नेपालमा बस्छु नि त, आजले मम्मीले गर्नुहुन्छ हल्का फुल्का। अनि कहिलेकाहीँ म घर आएर कहिलेकाहीँ खनिदिन्छु, यताउता बिउसु छर्किदिन्छु। यो रुख, ओ माई गड, यहाँ दुईटा आँपको रुख थियो क्या। पहिला एउटा यहाँनिर थियो आँपको रुख थियो, त्यो कट्यो। अब यो आँपको रुख पनि बहुत मैले र बुवाले यसरी लगाएको हो। यो आँपको रुखै हो, मा कसम बे यार। सानो तर बुवा र मैले लगाएको आँपको रुख हो हैन। यत्रो ठुलो भइसक्यो, लास्टमा काट्नु पर्ने भयो क्या। यत्रो आँप हुन्थ्यो। मिस यु आँपको रुख पनि है। किन यो काट्नु लाग्यो भनेपछि यो जग्गा हल्का उ भयो अरे के, बाहिर गयो अरे के। ठ्याक्कै यो छ नि, यो बाउन्ड्री हो यादको। यो यहाँदेखि चाहिँ यहाँसम्म चाहिँ हाम्रो रे, यो चाहिँ योदेखि उता चाहिँ अर्काको अरे के। त्यही भएर यो रुख नै जाने भयो के। अब आफै नखाने पाइने भयो नि, क्या दामी अब लाग्थ्यो। यो काट्ने मान्छे यही हो। मैले लगाएर मैले र बुवाले लगाएर रुख काट्ने मान्छे यही हो। यसलाई कारबाही गर्नुपर्छ। बबाल याद आउँछ। के गर्ने, फ्यामिलीसँगै बस्न पाइएन हैन।